गन्तव्य यात्रामा पुग्यो तिनधारे झरना। तिनधारे झरना भनेको यही हो, सबै आफ्नो आफ्नो पाराले यहाँ माथि जानुपर्ने रहेछ। माथि जाने चाहिँ सकिएन, हामी चाहिँ मुनि नै छौँ अहिलेलाई चाहिँ। सबै आफ्नै तरिकाले हो, के गर्नु हो, डर लाग्छ। यस्तो छ यो माथि झर्ना चाहिँ त्यो हो, त्यो सिँढीदेखि जानुपर्ने तर चिप्लो छ, जानु सकिएन। हामी चाहिँ यहाँ मुनि नै हो, डर लाग्छ यहाँदेखि चिप्लेर झऱ्यो भने एकैचोटि कहाँ पुगिन्छ। हेलो डार्लिङ, हेलो डार्लिङ, कस्तो फिल भइरहेको छ? एकदम रमाइलो नि। माथि जान सकिनौँ होइन हामी, शिरमा पुग्नु सकिएन, के गर्नु र, जिन्दगानी यस्तै छ।